हेलो नमस्कार है साथीहरू नमस्कार। अब चाहिँ शीतल भयो, 4-5 दिन भयो घाम लागेको, पुरै शीतल अहिले चाहिँ 38 डिग्रीसम्म जाँदैछ है साथीहरू। आम्मामा पुरै हाम्रो साथीहरू पनि पुरै अहिले चाहिँ शीतल भएर जे भाइ हेर्नु त यहाँ अनि फेरि कुलमान गइसकेपछि त यहाँ पुरै अहिले फेरि भोल्टेज पनि छैन, फ्रिज पनि चल्दैन, एकछिन खर्र गर्छ अनि गइहाल्छ फेरि। बिल कति उड्ने हो। अनि यस्तो छ हाम्रो चाहिँ साथीहरू, शान्त वातावरण। अनि तलतिर पनि साथीहरू छन्। लेस कुखुराको फार्म आमामा 2018 हावा सर्र चल्दैछ। मस्तिर पनि मेरो बत्ती बल्दैछ। त्यहाँतिर पनि एउटा छ। यस्तो छ है अहिले चाहिँ, यस्तो देखिन्छ है साथीहरू। रके यहाँ हेर्नु, हेलो गर्नु, हेलो हेलो हेलो। यस्तो छ है धरान तलतिर, त्यहाँ धरान छ। अनि यस्तो चाहिँ पानी पर्न सकेको छैन, पानी परेपछि फेरि धरानतिरै झरिन्छ होला। यस्तो चाहिँ नेपालको झन्डा पनि हावाले मासतिर छुट्याइदिएछ हौ, छ्यार बनाइदिएछ। यस्तो छ है साथीहरू, बस्ने हो कफी पिउने। यतातिर हाम्रो भात पक्दैछ। भान्जाले मोबाइल चलाउँदै भात पकाउँदैछ। हो भान्जा के गरेको? अर्ग्यानिक खाना, अर्ग्यानिक बसाइ। यस्तो छ है